उहाँ चाहिँ सुदूरपश्चिमको हिरा पाण्डव विष्ट सुदूरपश्चिमको कलाकार अथवा सिङ्गर भनौँ। उहाँ चाहिँ एक जमानामा यस्तो चर्चित गायिका हो नि। उहाँका लगभग 400-500 भन्दा बढी एल्बमहरू बजारमा अहिले पनि छ्यापछ्याप भेटिन्छन्। तर बिना भनौँ आज उहाँको स्थिति यस्तो छ, देख्नुभयो। उहाँको स्थिति यस्तो हुनुमा उहाँ चाहिँ कालीकोटमा जन्मिनु भएको पाण्डव विष्ट, जन्म चाहिँ कालीकोट। उहाँ चाहिँ योभन्दा 5-6 वर्ष अगाडि घरकै अगाडिको ओठाबाट नै लडेर नै उहाँको मेरुदण्ड भाँचिएको हो। अहिले उहाँको बाल्यकालकै ठुलो मान्छे यसै त कोही नै अगाडि लडेन। त्यहाँबाट श्रीमतीले पनि छोडेर गएपछि उमेर छन्जी यति माओवादी भनौँ अथवा नामै खिटेर भनौँ, माओवादी पार्टीहरूले उहाँलाई यति युज गर्नु गऱ्यो कि माओवादीको जनवादी कलाकार भनेर यति चर्चामा व्यक्ति हो उहाँको। ब्याकग्राउन्डमा बजेको यो जुन साउन्ड छ यो पनि उहाँकै हो, उहाँकै ईश्वर हो। भनेपछि न अहिले कुनै पार्टीले चिन्यो, न कुनै बस्ने घर छ, न कुनै खाने घाँस छ, न कुनै अगाडि पछाडि साथ दिने मान्छे छन्। हेर्नुहोस् त, हालत यस्तो छ सुदूरपश्चिमको हिराको हालत, जिन्दगी। भनेपछि उहाँको जिन्दगीलाई के नै भनेर समेट्नेलाई भन्नुहोस् त। अब न घर न घाटको छ अहिले। अब यो भिडियो जति सक्दो लाइक सेयर गरेर सबैसँग पुर्याइदिनु होला र सकेको सहयोग चाहिँ गरिदिनु होला है पाण्डव विष्टलाई। किनभने एकदम मन देखेर आउँछ क्या मलाई देख्दाखेरि। यस्तो चाहिँ सुदूरपश्चिमको हिरालाई देख्दाखेरि के भन्नु, एउटा कलाकार जस्तो मान्छे, एउटा सिङ्गर जस्तो मान्छेको हालत यस्तो देख्दाखेरि हेर्नुहोस् त अहिलेको अवस्थामा। तपाईँलाई साह्रै मन दुखेर आयो।